त्यो न्यानो काख स्वर्गबाट आशीर्वाद दिइराख जप्दै नाम थप्दै तेल बाल्दै दियालो तिम्रै फोटो हेरी हेरी आमा भन्दै बोलाउँछु भोलि सुन्न नपाउँदै हुन्छ उज्यालो त्यो न्यानो काख स्वर्गबाट आशीर्वाद दिइराख जप्दै नाम थप्दै तेल बाल्दै दियालो तिम्रै फोटो हेरी हेरी आमा भन्दै बोलाउँछु भोलि सुन्न नपाउँदै हुन्छ उज्यालो तिम्रै फोटो हेरी हेरी आमा भन्दै बोलाउँछु भोलि सुन्न नपाउँदै हुन्छ उज्यालो। यो अत्यन्तै मिठो आवाजसँगै अद्भुत प्रतिभाको धनी बाल कलाकारको यो सुमधुर स्वरसँगै सबैलाई भावुक बनाइसक्नु भएको छ। हार्दिक स्वागत छ। म अर्जुन खड्का सम्पूर्ण रोदी टिमको साथमा आज फेरि पनि उपस्थित भएको छु। यति मिठो आवाज कसको होला भन्ने पक्कै पनि तपाईँलाई पनि कौतूहलता लागिरहेको हुनसक्छ। हामीलाई पनि जिज्ञासा छ। मिठो आवाज आज हामीले सुन्न पाएका छौँ। बाबुको नाम के हो? मेरो नाम डेभिड विश्वकर्मा, डेभिड विश्वकर्मा। कहाँदेखि आउनुभयो? दैलेखदेखि। दैलेखदेखि। अहिले कहाँ बस्दै हुनुहुन्छ? टोखा बानिया टावर। बानिया टार। कोसँग कसले ल्यायो तपाईँलाई काठमाडौँ? अङ्कलले। है, अङ्कलको नाम के हो? मिनबहादुर विश्वकर्मा। मिनबहादुर विश्वकर्मा। तपाईँले एकदमै चिनिरहेको, जो आफै पनि मिठो गीत गाएर विभिन्न रियालिटी सोहरूमा उपस्थित भएर भाइरल भइसक्नु भएको छ। हामीसँग हुनुहुन्छ मिनजी, यहाँलाई धेरै धेरै स्वागत छ। हार्दिक नमस्कार। अनि तपाईँको फुपू पनि गीत गाउनुहुन्छ होइन? के हो फुपूको नाम? अन्जु विश्वकर्मा। अन्जु विश्वकर्मा, मिन विश्वकर्मा। यहाँको बुवाले पनि गाउनुहुन्छ, बहिनीले, सबैले गाउनुहुन्छ। एउटा यस्तो एउटा संयोग भनौँ या भगवानको ब्लेसिङ, आशीर्वाद होइन, कस्तो छ भने हाम्रो मिन विश्वकर्मा, अन्जु विश्वकर्मा जो दाजुबहिनी हुनुहुन्छ, उहाँको सपरिवार नै यो साङ्गीतिक क्षेत्रमा हुनुहुन्छ। लोकसङ्गीत अत्यन्तै मिठो गाउनुहुन्छ। अहिले भाइ पनि आफ्नो बुलन्द आवाज, मिठो शब्दहरू लिएर हामीसँग आइसक्नु भएको छ। कति वर्ष हुनुभयो तपाईँ? यति मिठो गीत गाउनुहुँदो रहेछ। 9 वर्ष हुनुभयो। कतिमा पढ्नुहुन्छ? कक्षा 5मा है। अनि तपाईँलाई गीत गाउन कसले सिकायो नि? मिन अङ्कलले। ए, अनि तपाईँलाई चाहिँ अन्जु फुपू र अङ्कलमा कस्तो गीत मिठो लाग्छ? धेरै चाहिँ कसो गीत सुन्नुहुन्छ? आमा तिम्रो, अङ्कलकै गीत सुन्नुहुन्छ होइन? हुन्छ, हामी भाइको परिचय यहाँले पक्कै पनि पाइसक्नु भएको छ। हामीसँग अनुजा खड्का हुनुहुन्छ। यसै गरी कार्यक्रममा हामीलाई मनु सुनाले साथ दिँदै हुनुहुन्छ। उतातिर मिन विश्वकर्मा सँगै कल्पना विश्वकर्मा हुनुहुन्छ। एकदम मिठो गीत गाउनुहुन्छ, पछिल्लो समयको लोकप्रिय कलाकार। यसै गरी हामीसँग सीमा छेत्री, थापा छेत्री हुनुहुन्छ। तपाईँले अत्यन्तै मन पराउनु भएकी गायिका। यसै गरी कल्पना शीतल, यहाँलाई पनि धेरै धेरै स्वागत छ। लगायत होल टिम आजको यो श्रृङ्खलामा हामीलाई साथ दिनुहुने सबैलाई धेरै धेरै स्वागत गर्दै बाबुको लोकगीत त हामीले सुनिसक्यौँ होइन? अब बाबुको एउटा दोहोरी पनि आज सुन्नुपर्छ। दोहोरी गाउन आउँछ? गाइन्छ? सबै भाका आउँछ हजुरलाई गाउन? अनि उतातिर खतरा खतरा हुनुहुन्छ हेर्नु त। उता 2टा कल्पना, बिचमा सीमा, यतातिर फेरि अनुजा, मनु, सबैले हजुरलाई पेल्नुहुन्छ नि त। अनि जवाब दिन सक्नुहुन्छ? खतरै दिने। खतरै दिने हो? ल हुन्छ, हामी दोहोरी सुन्छौँ, स्वीकार्नुहोला।
नमस्कार आइसक्यो दैले कि भागौँला त्रिशूली तरेर भागौँला त्रिशूली तरेर लैजान्छु सिन्दुरै भरेर लैजान्छु सानैले जहिले कि नमस्कार आइसक्यो दैले कि भागौँला त्रिशूली तरेर भागौँला त्रिशूली तरेर लैजान्छु सिन्दुरै भरेर भागौँला त्रिशूली तरेर लैजान्छु सिन्दुरै भरेर हे आँटे नि मिल्दैन बेगर्न दैलेखी तम्स्याछौ के गर्न भागौँला त्रिशूली तरेर भागौँला त्रिशूली तरेर लान्छौ र सिन्दुरै भरेर आँटे नि मिल्दैन बेगर्न दैलेखी तम्स्याछौ के गर्न भागौँला त्रिशूली तरेर भागौँला त्रिशूली तरेर लान्छौ र सिन्दुरै भरेर ओ लान्छौ र सिन्दुरै भरेर गाउँले हौ पवित्र दिल छ नि बेहुन्न लभ गर्न मिल्छ नि भागौँला त्रिशूली तरेर भागौँला त्रिशूली तरेर लैजान्छु सिन्दुरै भरेर पवित्र पवित्र दिल छ नि लम्बुन्न लभ गर्न मिल्छ नि भागौँला त्रिशूली तरेर भागौँला त्रिशूली तरेर लैजान्छु सिन्दुरै भरेर भागौँला त्रिशूली तरेर लैजान्छु सिन्दुरै भरेर हे खोजेछ फुच्चेले दाउ मार्न माउचल्ला मिल्दैन ल पार्न भागौँला त्रिशूली तरेर भागौँला त्रिशूली तरेर लान्छौ र सिन्दुरै भरेर खोजेले खोजेछ दाउ मार्न माउचल्ला मिल्दैन ल पार्न भागौँला त्रिशूली तरेर भागौँला
भागौला त्रिशूली तारेर भागौला त्रिशूली तारेर लैजान्छु सिन्दुरै भरेर काकाको काकी कहाँ रहेछन् ती पनि दुईजौकी भरेछिन् भागौला त्रिशूली तारेर भागौला त्रिशूली तारेर लैजान्छु सिन्दुरै भरेर भागौला त्रिशूली तारेर लैजान्छु सिन्दुरै भरेर सबै पोल खोल्दियो मोरोले बिगार्यो दाजुको छोरोले भागौला त्रिशूली तारेर भागौला त्रिशूली तारेर लैजान्छु सिन्दुरै भरेर सबै पोल खोल्दियो मोरोले बिगार्यो दाजुको छोरोले भागौला त्रिशूली तारेर भागौला त्रिशूली तारेर लैजान्छु सिन्दुरै भरेर भागौला त्रिशूली तारेर लैजान्छु सिन्दुरै भरेर मन पर्यो बेसरी ठौकीलाई बोहारी बनाइदेऊ ठौकीलाई भागौला त्रिशूली तारेर भागौला त्रिशूली तारेर लैजान्छु सिन्दुरै भरेर मन पर्यो बेसरी ठौकीलाई बोहारी बनाइदेऊ ठौकीलाई भागौला त्रिशूली तारेर भागौला त्रिशूली तारेर लैजान्छु सिन्दुरै भरेर भागौला त्रिशूली तारेर लैजान्छु सिन्दुरै भरेर हे भो बस्छु पिराती नलाई त केटकेटी आइलाग्छन् मलाई त भागौला त्रिशूली तारेर भागौला त्रिशूली तारेर लान्छौ र सिन्दुरै भरेर भो बस्छु पिराती नलाई त केटकेटी आइलाग्छन् मलाई त भागौला त्रिशूली तारेर
पर्दैन लोभ गर्दै हिँड्छ यो सात गाउँका तरुनी चिन्छ यो भागौला त्रिशुली तरेर भागौला त्रिशुली तरेर लैजान्छु सिन्दुरै भरेर पर्दैन लोभ गर्दै हिँड्छ यो सात गाउँका तरुनी चिन्छ यो भागौला त्रिशुली तरेर भागौला त्रिशुली तरेर लैजाउला सिन्दुरै भरेर भागौला त्रिशुली तरेर लैजान्छु सिन्दुरै भरेर भन्दैछ दिलमा नाम लेखा छ बालखैमा कुखुरी भैँस देखा छ भागौला त्रिशुली तरेर भागौला त्रिशुली तरेर लान्छौ र सिन्दुरै भरेर भन्दैछ दिलमा नाम लेखा छ बालखैमा कुखुरी भैँस देखा छ भागौला त्रिशुली तरेर भागौला त्रिशुली तरेर लान्छौ र सिन्दुरै भरेर भागौला त्रिशुली तरेर लान्छौ र सिन्दुरै भरेर हे हाँसो नै मिठो छ दारेको मलाई नि ठ्याखा मारेको भागौला त्रिशुली तरेर भागौला त्रिशुली तरेर लान्छौ र सिन्दुरै भरेर हाँसो नै मिठो छ दारेको मलाई नि ठ्याखा मारेको भागौला त्रिशुली तरेर भागौला त्रिशुली तरेर लान्छौ र सिन्दुरै भरेर भागौला त्रिशुली तरेर लान्छौ र सिन्दुरै भरेर जो देख्यो त्यहाँ खामर दिन्छु तरुनी रल्लिने पर्दिन्छु भागौला त्रिशुली तरेर भागौला त्रिशुली तरेर लैजान्छु सिन्दुरै भरेर जो देख्यो त्यहाँ खामर दिन्छु तरुनी रल्लिने पर्दिन्छु भागौला त्रिशुली तरेर भागौला त्रिशुली तरेर लैजान्छु सिन्दुरै भरेर भागौला त्रिशुली तरेर लैजान्छु सिन्दुरै भरेर हे यो फुचे हो कति जिरेनी मसन सकिन हेरेनी भागौला त्रिशुली तरेर भागौला त्रिशुली तरेर लान्छौ र सिन्दुरै भरेर यो फुचे हो कति जिरेनी मसन सकिन हेरेनी भागौला त्रिशुली तरेर भागौला त्रिशुली तरेर लान्छौ र सिन्दुरै भरेर
अत्यन्तै रमाइलो दोहोरी यहाँका लागि प्रस्तुत गरिसकेका छौँ। धेरै धेरै धन्यवाद दिन चाहन्छु। मिठो आवाज र यति रमाइलो यस्तो कलाको धनी हाम्रो डेभिड विश्वकर्मालाई धेरै धेरै धन्यवाद छ। आज यति धेरैजनासँग दोहोरी गाउँदा कस्तो लाग्यो? रमाइलो रमाइलो लाग्यो है। तपाईँलाई पनि पक्कै पनि रमाइलो लाग्यो होला। हामी यस्तै यस्तै नयाँ नयाँ प्रतिभासँग नयाँ नयाँ श्रृङ्खलामा भेट हुनेछौँ। आजलाई यतातिर बाबु डेभिडसँगै होल टिम, म अर्जुन खड्का लगायतको रोदी टिम, सम्पूर्ण कलाकारलाई धेरै धेरै धन्यवाद दिँदै बिदा चाहन्छौँ र अन्तिममा बाबुको एउटा गीत चाहिँ हामी सुन्नेछौँ। बिदा दिनुहोस्, नमस्कार। एक जोर सफल लाएर सिनेको म जिन्दगी बदल्न हिँडेको, सफल त हात पारेको छैन, अलिकति थाकेको मात्रै छु, जीवनसँग हारेको छैन, लाएर सिनेको म जिन्दगी बदल्न हिँडेको, सफल त हात पारेको छैन, अलिकति थाकेको मात्रै छु, जीवनसँग हारेको छैन, अलिकति थाकेको मात्रै छु, जीवनसँग